Asiga. We want Asiga. Saida. हेलो गाइज गुड मर्निङ हैन आज फेरि मैले स्पेशल ब्लग लिएर आइसकेको छु आज चाहिँ हामी काठमाडौँदेखि चितलाङ जाँदैछौँ हैन यता चितलाङ जानलाई चाहिँ मेनली दुईटा बाटो रहेछ काठमाडौँबाट चाहिँ मैले थाहा पाए अनुसार हैन एउटा चाहिँ यता चन्द्रगिरी बाटो अर्को भनेको उता कुलेखानी बाटो चाहिँ रहेछ यता चन्द्रगिरी बाटो चाहिँ 12 किलोमिटर छ यता कुलेखानी बाटो चाहिँ मलाई ठ्याक्कै थाहा भएन हैन अनि यताडी छोटो भए तापनि हामी चाहिँ आज कुलेखानी बाटो जान्छौँ किनभने हामी चाहिँ कुलेखानी बाटो गयो भने चाहिँ पहिला कुलेखानी घुमेर त्यसपछि चाहिँ हामी चितलाङ घुम्न पाउँछौँ अनि चितलाङ घुमेर अनि त्यसपछि चन्द्रगिरी हुँदै चाहिँ हामी काठमाडौँ फर्किन पाउँछौँ हैन त्यही भएर मैले चाहिँ साथीहरूलाई कुलेखानी हुँदै जाऊँ भनेको छु आज चाहिँ हामी 4 जना चितलाङ जान्छौँ र आज चाहिँ एकदम रमाइलो हुनेवाला छ किनभने चितलाङ जाने चाहिँ हाम्रो पहिलेदेखिको प्लान हो हैन अनि यो प्लान चाहिँ धेरै पछि चाहिँ फाइनली सक्सेस हुँदैछ अब चाहिँ हामी जान्छौँ यहाँबाट 4 जना अनि आज चाहिँ मैले ब्लग गर्दिनँ बिच बाटोमा किनभने मैले चाहिँ पोसिबल छैन आज बाटोमा बनाउनलाई चाहिँ त्यही भएर मैले बाटोमा बनाउनको लागि चाहिँ बत्तिसलाई जिम्मा दिएको छु सरोज बत्तिसलाई हेर्दै जाऊँ एकदम रमाइलो हुनेवाला छ है त कडारो गाडी सब बत्यो ड्राइभरलाई देखाए सब बत्यो टायर कडाले खाइलो अनि अहिले चाहिँ हाम्रो यस्तो क्या यार यस्तो बाटो कहिले बन्द हो सबैतिर हो नेपाल सरकार बाटो यस्तो चाहियो हामीलाई लुगा प्याक गरिदिए पहिला जान लाग्थ्यो ने लुगा प्याक गर्दैछु रे अनि के प्याक गरिदियो नि त त्यसै भदिस लुगा हाल्दै छु म कति गर्नु तर वेदर चाहिँ दामी भयो क्या पानी परेको थियो आज मैले एउटा मात्रै ल्याउनु भएको चौकीदार पनि मैले नि पता उदेले लिएर होला उदेले तैँले ल्यास ए हाम्रो दक्षिण गाडीको जाने त ए साँच्चै ए हामी चितलाङ है गाई चितलाङ मैले यार किनिदिएको लिएरै नि त यार त बाइक नराख्ने नि तँलाई हेर त चाबी चाहिँ खोकिँदै हो त यार कहाँ लगेछ यार 4-4वटा हेलिकप्टर हराइसक्यो यार ओए मेरो हेलिकप्टर लगेछ यार मेरो हेलिकप्टर लग्यो यार यार के ए तेरो ल नयाँ किन्छु अब ल पैसा भगवान छ भने हाम्रो पनि यस्तै हुने आओस् ठ्याक्क दक्षिण काली आइपुग्यो है त हामी चाहिँ अवश्य हामी दक्षिण काली सिङ्ग पऱ्यो गाई छ भर्खरै थोरै केही नभइकन तलहरू केही छ फलो गर्नुपर्छ तर रोक्नुपर्छ उनीहरू किन भागे उनीहरू रोकेन क्या किन रोकेन क्या हजुर हो नयाँ बाइक भएर होला ट्राफिकले नि हेरिदिन्छ यार हामी फोटोसोटो खिचिरहेँ कस्तो भइरहेको त केटा हो चार सकिन्छ नि त अनि चार सकिन्छ अनि कहाँ फोटो खिचेर बस्नु त नि अहिले धेरै फोटो खिच्नै बाँकी छ नि त सोच्छु तैँले के कन्जुसै गरेर लाएर केही फोटो खिच्नमा त के भन्नु लाग्यो ए त्यो चस्मा देऊ भन्छ ल अब चाहिँ हामी हिँड्ने नि अब निस्किन लाग्यो है निस्किन लाग्यो भ्यू चाहिँ यस्तो दामी छ तर राम्रो रहेछ ठाउँ चाहिँ अब हामी माथि जान्छौँ हेर्दै जानु होला सपोर्ट गर्नुपर्छ हामीलाई हाम्रो चाहिँ अफ रोड सुरु भइसक्यो कहाँ खोलो
हेलो गाइज, अहिले चाहिँ हामी यहाँ खत्रै जाममा परिसक्यौँ होइन। यता माछा मारिराख्नु भएको छ, यता चाहिँ यहाँ बाटो खन्दै हुनुभएको रहेछ। अनि यहाँ चाहिँ यो भ्याकुमले बाटो खन्दै छ। मन्त्री आयो पछाडि त मन्त्री गाडी आयो शनिबार के काम हुँदैन अब हामी जान लाग्छौँ फुलमा भमरा आउँदै गर निर्माया। क्या रे केटाहरू बत्ते अगाडि ठिकै छ हाम्रो नि 150 त त्यसको 150 नै त। हेलो गाइज, अहिले चाहिँ हामी होइन यहाँ कुलेखानीमा चाहिँ नि गर्न आएको त्यो मोटरवाला चाहिँ होइन। अब मोटरवालाको लागि चाहिँ 450 मात्र टिकट खुल्ने रहेछ क्या। अनि हामी चाहिँ अब 5:30 भइसक्यो, खाजा खाएर निस्केको, हामीलाई थाहा थिएन नि त। अनि अब चाहिँ हामीलाई त्यो बन्द भइसक्यो सबै टिकटहरू, अनि केही नि नपाउने। अब हामी चाहिँ यहाँ यता यसको लागि यही बोटमा भए पनि हामी चाहिँ नि भोट गर्न जाँदैछौँ होइन। हेरौँ अब कस्तो हुन्छ। यस्तो छ कति छिटो बन्द, तर यस्तो छिटो बन्द गरेको चाहिँ भएन है। टाढी आउने मान्छेले के गर्छ त होइन। 450 मात्रै रे, अब चाहिँ चिसो नै हुन्छ। अनि मलाई चाहिँ खास गरी योभन्दा पनि अर्को चाहिँ गर्न मन लागेको हुनाले चाहिँ नि के अरे अर्कोमा गर्ने भनेको, तर अर्को चाहिँ नि बन्द। यस्तो चाहिँ हामीले उता नि भेटेको क्या भेट्न त। अनि त्यही भएर अहिले टाढा भएर चाहिँ नि यसमा आएको। अब हामी चाहिँ यहाँ जान्छौँ यसमा। यो हामीसँग धेरैजना हुनुहुन्छ, रमाइलो हुनेवाला छ। यता केटाहरू यता फर्किनु पानी घट्टामा म त प्यारो फर्कन्न रे पिन्सिन काटामा। यता त होला होइन, त्यहाँ जाने हो ल। हामी त्यहाँ जाने रे होइन त। हामी चाहिँ फेवा तालमा होइन, कुलेखानी तालमा। कुलेखानी तालमा भतिज टक्क बस्या त्यहाँ। यता भतिज अर्को उसको मात्र बनाउनु पर्यो। यता पछाडि हाम्रो दिदीहरूलाई, यहाँ दिदीहरू हुनुहुन्छ। दिदी बहिनी, हेलो दिदीहरू, भिडियो हेर्नु होला, आउँछ बेलुका। नचल्या हो भतिज कस्तो लागेर दामी। फर्स्टमा चाहिँ मेरा पर्सनल बनाउनु पर्ने रे यार। यो चाहिँ हामीले उतै नि भेटेको थियो क्या भेट्नु। सेफ्टी लाइन रे यार। लुगा छैन ओ फेर्नी पाइट चाहिँ यस्तो क्या दाइले के अरे हिलो छ बाटो हुने थियो। मैले टी सर्ट हालेको नि निकालेर अलिअलि पानी पर्यो छैन त्यसको लेन छ हौ। लेन मतलब आफैले बनाउने हो के त्यो हाम्रो यो लेन हो। अब त्यो हामीलाई चाहिँ त्यो चलाउनु मन लाग्थ्यो होइन। तर पोखरी के केमा ए सिद्ध पोखरी हैन। अनि त्यो वाला त खै गुडा छैन। अहिले अर्को चाहिँ चलाउन दिन रहेछ। पहिला त त्यो नि दिन्थेन हैन। भति सेल्फी आन भनेको यार। यता केटाहरू होइन। ओ भतिज कस्तो लाग्यो तँलाई यहाँ? दिदी तपाईँलाई कस्तो लागिरहेछ? कहाँदेखि आउनुभयो तपाईँहरू?
ए चाबेल हामी नि नजिक नजिकै जस्तै रहेछ दाइ तपाईँको नाम के हो ए दिपेन्द्र कहाँ बस्नुहुन्छ ए ल यतै रे हाम्रो दाइको खतरा रमाइलो भयो खतरा रमाइलो आइचल चाहिँ हामीले होइन बोटिङ सोटिङ सबै गरिसक्यौँ होइन बोटिङ गरेर अब चाहिँ हामी चितलाङतिर जाँदैछौँ यो चाहिँ मार्कुमा हो चाहिँ हामी यो पछाडि देख्न सक्नुहुन्छ यतादेखि उतासम्म छ होइन हामीले चाहिँ बोटिङ सोटिङ गरेर अब चाहिँ हामी चितलाङ जाँदैछौँ है त चितलाङ अब हामी चाहिँ किनभने होटेल सोटेल बुक गर्नुपर्ने हुन्छ नि त होटेल बुक गरिन्छ गएर सिधै गएर पहिला सुरुमा त्यसपछि त्यहाँ रमाइलो गरिन्छ हामी आज रातभरि हामी सुत्नेवाला छैनौँ है गाइस अहिले चाहिँ हामी यो ठ्याक्क चितलाङको भेडा फार्ममा आइपुग्यौँ होइन भेडा फार्ममा चाहिँ यस्तो रहेछ भेडा फार्म अहिले चाहिँ यो सबै सुक्खा भएर यस्तो रहेछ अनि हामी चाहिँ अब त्यो डाँडामा जाँदैछौँ होइन बाटो चाहिँ यताडि रहेछ अब जाँदैछौँ है त छ अर्को दुईजना अगाडि गइरहेछ म चाहिँ बिस्तारै हिँड्दैछु अनि यस्तो यस्तो बाटो बाइक लिएर जाने हुन्छ केटाहरू आमा बिचमा गएर अड्क्यो भने के गर्ने हो हेर्दा बाटो नै हुन्छ कि क्या हो त्यही रहेछ भेडा फार्म चाहिँ होइन रमाइलो भइरहेको छ अहिलेसम्म अब चितलाङमा गएर झन् रमाइलो गर्छौँ हामी होइन बेलुका अब बारबेक्यु गरिन्छ होला त्यति बेला अब रहिला हुन्छ मजा गरिन्छ है त यताडि रहेछ यता डाँडामा जाने चाहिँ अब डाँडामै गइरहेको चाहिँ हामी यो डाँडामा आएर नि होइन घुमिसक्यौँ यो भेडा फार्मको यता डाँडामै आएर घुमिसक्यौँ ह्याडी चाहिँ कस्तो भने ह्याडी चाहिँ नि यस्तो देखिन सकिँदो रहेछ नि यो डाँडो भयो हामी भएको यता चाहिँ भर्खर उदाउँदै गरेको जुन छ यता यो भेडा फार्म भयो यो पुरा यो भेडा फार्म यहाँ भतिज क्यामेराम्यान बसिरहेको छ होइन यता काम मस्ताइसकेको छ र हामी चाहिँ भेडा फार्म घुमिसक्यौँ र हामीले चाहिँ ल यता देखाउनु पऱ्यो अरे अनि हामी चाहिँ यता भेडा फार्ममा चाहिँ नि मस्तो घुमिसक्यौँ धेरै बस्यौँ होइन फोटो खिच्यौँ भिडियो गऱ्यौँ टिकटक बनायौँ अब चाहिँ नि हामी जानै पर्ने हुन्छ किनभने हामीले चाहिँ त्यो बस्नुको लागि चाहिँ कुनै व्यवस्थै गरेको छैन अब चाहिँ हामी जानुपर्ने हुन्छ अब उता गएर फर्किनेछौँ है त ओके हेलो गाइज अहिले चाहिँ हामी चितलाङमा चाहिँ नि आएर यहाँ रिसोर्टमा बसिसकेको छौँ होइन अनि हामी चाहिँ यहाँ नेप्लिज गोर्चिज भन्ने रिसोर्टमा चाहिँ नि बसेको अनि यहाँ चाहिँ नि पर पर्सन 1500 को प्याकेजमा चाहिँ नि हामी बसेको छौँ अनि प्याकेजमा चाहिँ के इन्क्लुड हुन रहेछ भने अब आउने बित्तिकै वेलकम ड्रिङ्क्स हुन रहेछ अनि त्यसपछि भनेको बेडरुम भयो यसले बेडरुम त्यसपछि भनेको डिनर र भोलि बिहान ब्रेकफास्ट हुन रहेछ यतिको चाहिँ नि पर पर्सन हामीले चाहिँ नि 1500 को दरले चाहिँ दिएको छौँ होइन अनि हामीले चाहिँ बारबेक्यु गर्दैछौँ यहाँ चाहिँ बारबेक्युको लागि चाहिँ नि गर्न लागिरहेको छौँ यहाँ चाहिँ नि खाली नभएर हामी एकछिन आगो ताप्दैछौँ बारबेक्यु गर्नको लागि चाहिँ पर केजी 850 को दरले चाहिँ नि पर्दो रहेछ यहाँनिर गाइस अब चाहिँ हाम्रो यहाँ बारबेक्यु सुरु भइसक्यो है त आमामा भतिजले यहाँ बारबेक्यु गर्दैछ है नाच्दै रे आमा आज यो चाहिँ भतिजको जिम्मा हो क्या ल कस्तो बन्दो रहेछ आमा खतरा ल केटाहरू आमा ल डान्स
हामी ब्रेकफास्ट लेख्न लाग्दैछौँ हाम्रो रिसोर्टमा हाम्रो ल बबाल यता चिया तरकारी अन्डा अनि ब्रेड यो के नि किवीको बनाएको छ ल रमाइलो गर्नुपर्छ अब हामी चाहिँ ब्रेकफास्ट लिएर अनि चितलाङ घुम्न जान्छौँ चितलाङ घुमेपछि अनि ब्याक टु काठमाडौँ है त हेलो गाइस अहिले चाहिँ हामी चितलाङको चाहिँ नि यहाँ सातधारा भन्ने ठाउँमा आइसकेको छौँ होइन यहाँ चाहिँ चितलाङ आएको बेला चाहिँ घुम्नै पर्ने ठाउँ रहेछ यो चाहिँ अनि त्यही भएर हामी पनि आइसक्यौँ यहाँ चितलाङको सातधारा चाहिँ यही हो सातधारा अनि यता ओए नुहा यहाँ आइसी नुहाउनु पर्छ छिटो हेर आछु नचल हान्दैन हान्ने यहाँ चाहिँ यस्तो रहेछ सातधारा यो चाहिँ कति चाहिँ यस्तो रहेछ म चाहिँ अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसनतिर जान्छौँ चाहिँ हामी निस्किन लाग्यो होइन अनि हामीलाई चाहिँ यहाँ रिसोर्टको हामी बसेको यो रिसोर्ट भन्ने दाइले चाहिँ हामीलाई बिदा गर्दै हुनुहुन्छ होइन चारजनालाई चाहिँ बिदाई गर्दै हुनुहुन्छ ल अब सुरु गरौँ है त गए केटाहरू गएर ल ल ल रुवाउँदै बिदाई गरेर रुन्छ होइन बिचमा बाटोमा चाहिँ निकै घुम्ने ठाउँहरू अझै पनि छ होइन अब हामी त्यता पनि बनाउनु पर्ने हुन्छ है त हरि छोरो त दामी देख्यो निस्केको है त बाई 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 ल है त हामी चाहिँ अब लगभग बिदाई गर्नुभयो दाइले ठाउँ एकदम राम्रो छ सब आउनु होला अब फेसिलिटीहरू पनि एकदम राम्रो छ राति हामी नाच्यौँ यही हो देख्नुहुन्छ यहाँ टक्क नाच्यौँ बार्बिक्यू गऱ्यौँ अनि त्यसपछि अब चाहिँ हामी टक्क निक्लिने अब उता जाने अनि त्यसपछि ल है त दाइ बाई बाई चाहिँ टक्क निक्ल्यौँ नास्पति खानु टक्क अब हेलो साथीहरू अहिले चाहिँ हामी यहाँ ठ्याक्क यो चितलाङको चाहिँ नि के भन्छ अरे नास्पति फार्म भन्छ कि त्यो नास्पतिवाला स्याउ फार्म भन्छ यसले होइन त्यहाँ चाहिँ आइपुगेको छौँ हामी यता चाहिँ यस्तो फार्म रहेछ कि यस्तो गार्डन रहेछ एउटा होइन अनि यहाँ चाहिँ नि मैले भर्खर देखेको यहाँ चाहिँ नि यो मदन भण्डारी युनिभर्सिटी चाहिँ रहेछ यहाँनिर यो अफिस चाहिँ होइन अनि यहाँ चाहिँ यो स्याउ नास्पति हो क्या यो स्याउ नास्पति हो यो चाहिँ पुरा ठुलो गार्डन रहेछ यहाँनिर चाहिँ यस्तो गार्डन रहेछ अब हामी चाहिँ यहाँ रमाइलो गर्छौँ यहाँ चितलाङ आइसकेपछि यहाँ चाहिँ आउनै पर्ने हुन्छ नि त हामी पनि त्यही भएर भर्खर आएको छौँ होइन रमाइलो लाग्यो अब हामी चाहिँ यहाँबाट भित्र छिर्नु पर्ने हुन्छ है त ओके हेर्दैछौँ अहिले चाहिँ हामी यहाँ यो गार्डनमा चाहिँ नि घुमेर पनि फर्किसक्यौँ होइन यहाँ चाहिँ नि हामीले रमाइलो गऱ्यौँ यता चाहिँ भर्खर आउनु भएको छ उहाँहरू चाहिँ अब रमाइलो गर्दै हुनुहुन्छ हामी चाहिँ भर्खर रमाइलो गरेर आएको होइन अनि यता चाहिँ हाम्रो स्यालबत्ती यसले किन मारला भनेर कुकुर दिया अस्ति भर चैते दसैँ भएको थियो अब तिहार सुरु हुने बेला भयो नि त आज चाहिँ कुकुर तिहार रहेछ कि यस्तो यता हेर त कस्तो यस्तो खाले कुकुर आयो उताडि नि आइरहेको ल है त गाइस भतिजले बवाल हान्यो ल भतिज कस्तो फिल भयो दामी मैले यो पहिलेदेखि सिकेँ होइन पहिला चाहिँ मैले 150मा ट्राई गर्थेँ 150मा सक्दिनँ क्या मैले गरुङको नि हुन्थ्यो नि त कप्नु हुन्थेन अनि आज चाहिँ मैले यो गर्थेँ दियो ल भिडियो छ है आउँछ बवाल हान्यो दमदम अब हामी चाहिँ स्याउ फर्किन ठाउँबाट आयौँ अब चाहिँ हामी जान लाग्यो
हेलो गाइज, आज चाहिँ हामी चितलाङमा रमाइलो गऱ्यो। हिजो आएको चितलाङमा होइन, अनि हिजो आउँदा त पानी परेको रहेछ चितलाङतिर चाहिँ। हामी उता काठमाडौँ आउँदा चाहिँ खासै पानी परेको थिएन, बिहान मात्र परेको थियो नि त काठमाडौँमा पानी। अनि यता चाहिँ के अरे मस्त परेको रहेछ पानी दिउँसो पनि होइन। बाटो फेरि लास्ट अराइलो राति आएको। अनि राति आएर त हामीले केही हेर्नै पाएको थिएनौँ चितलाङमा के कसो छ भनेर। अनि हामीले चाहिँ नि बिहान उठेर सबै हेऱ्यौँ। अनि अहिले चाहिँ हामी सबै चितलाङ हेरेर चाहिँ नि अब हामी उता काठमाडौँ फर्किँदैछौँ होइन। अनि चितलाङमा चाहिँ नि धेरैजनाको क्वाइरी चाहिँ के हुन्छ भन्दाखेरि कतिजना जाने के कति प्याकेजको हुन्छ, कति कस्ट लाग्छ भन्ने हुन्छ नि त एउटा क्वेसन। त्यसमा चाहिँ एभरेजमा भन्नुपर्दा त्यही 3500 जति पर पर्सन भयो भने चाहिँ मजाले जस्तो सुकै ठाउँ जे सुकै पनि गर्न पाइयो होइन। यता कुले खानीको बोटिङदेखि लिएर सबै कुरा इन्क्लुड गरेर एभरेजमा 3500 होइन। यदि यो चाहिँ हुन त हजुरहरूको चाहिँ नि मान्छे अनुसार डिपेन्ड हुने कुरा हो। त्यही पनि मैले एभरेजमा भन्दाखेरि चाहिँ 3500को चाहिँ नि कस्टमा चाहिँ सबै कुराहरू चाहिँ इन्क्लुड गर्न सकिँदो रहेछ चितलाङमा आएर। आज चाहिँ नि यति भन्दै हामी चाहिँ नि हाम्रो ब्लग यहाँनिर चाहिँ नि टुङ्ग्याउन चाहन्छ। बाई बाई गाइज।